होइन हजुर मामा उहाँलाई चाहिँ अलिकति अब त्यहाँ उसकोमा लगेर त्यहाँ एउटा इन्डियन नै छ होइन कसलाई चाहिँ मामा इन्डियन छ एकजना होइन कसलाई चाहिँ लाने होइन लाने नै इन्डियनै छ हजुर एकजना हजुर यताउति गरिदिने हजुर म तपाईँको उसले ऊ पनि गर्छ फेरि पछि केही समयको बादमा त्यत्रो डिप्रेसनै जाने गरी चाहिँ गर्दैन होइन टिकटको लाउँछ फेरि अलिकति पछि फुकाउँछ पनि के त्यो पनि छ एउटा आइडिया कसलाई लानुपर्ने लैजान चाहिँ लानु पर्दैन यही हुन्छ हजुर तपाईँको विचार है म तपाईँलाई एउटा रिक्वेस्ट कसलाई भान्जीलाई हजुर सिरिया भान्जीलाई हरेक कुरा घर हेर्ने राम्ररी आफ्नो फ्यामिली म्याटर हेर्ने तपाईँलाई उ गर्ने तपाईँप्रति आकर्षित हुने सबै कुरो म मेन्टेन गरेर गर्नु लाउँछु होइन हजुर मलाई सिर्फ उसको अलिकति त्यो रुमाल सुमाल अनि त्यो के अरे त्योहरू गरेर झाइफुक गरिदिनु पर्यो होइन खोइ मामा मैले त त्यो त सुनेको त राम्रो हुने भनेको सुनेको थिएँ पहिला पनि त्यस्तो गर्ने मान्छेहरू खासै राम्रो भएको छैन त्यो तन्तर मन्तर लाउने त भनेको सुन्छु कस्तो हो त्यो त अब तपाईँहरू पनि बुझ्नुहुन्छ ऊ चाहिँ कस्तो भने ऊ गर्छ अनि त्यसपछि अब तपाईँ आउनुहोस् आएपछि तपाईँको बालबच्चा भइसकेपछि त अब छोड्ने कुरै हाल्दैन नि त त्यो हो नि त अब ऊ सानै छ अब यो विषय चाहिँ अब मैले कसरी भन्नु र अब मामाहरूले जान्ने कुरा यो होइन चाहिँ त्यो यहाँ सुन्नुहोस् न हजुर तपाईँ र मेरो विषय मात्र यो कुरा रहन्छ होइन हजुर कसैसँग तपाईँले मेरो दाजुभाइ मेरो दिदी बहिनी कसैसँग त्यो कुरा चलाउनु हुँदैन हजुर सिर्फ तपाईँ र म मात्रै सीमित भएर यो काम गर भने तपाईँलाई सक्सेस हुन्छ अनि लट्ठी पनि नभाँचिने सर्प पनि नमर्ने भन्ने खालको कामहरू हुन्छ है चाहिँ सब हजुर मामा म त त्यसले अब निकैवटा गरेको छ मैले हेरेको छु होइन हजुर अहिले सबैको घर जम्मा मजाले बनेर खाएको छ होइन हजुर त्यो ठुल्ठुलो उसकोमा जान्छ कि दोर्जाकोमा राईहरूकोतिर त्यस्तो ठुल्ठुलो मान्छेकोमा जान्छ कि काम गर्नु अझै पनि भान्जी कहाँ छ भन्दाखेरि यतैतिर छ अब अस्ट्रेलिया जाने चाहिँ उसमा छ भनेर भन्दै थियो मलाई चाहिँ होइन कहिलेको कुरा मामा यो चाहिँ योभन्दा 2 महिना अगाडिको कुरो है ए भनेपछि मलाई चाहिँ ढाँटेर पैसा चाहिँ कुम्लेर बसेको रहेछ काठमाडौँमै होला होला ठिक 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 जानेवाला चाहिँ अरे आइएलटिएस पास गरिसकेछ सबै होइन त्यो चाहिँ हिँड्नु चाहिँ हिँडेको छैन अहिले पनि काठमाडौँमै रहेछ त्यसो भए काठमाडौँमै छ अहिले अब अहिले त के हो माग लाग्यो अब तर उसले चाहिँ मलाई अस्ति के अरे वैशाखमै गएको भनेर भन्यो अहिले अब माग लाग्यो ठिकै छ यो पाप पलाई लाग्ने हो होइन त्यत्रो मेरो पैसा त्यत्रो लगेछ अब के गरेको हो त्यो फेरि त्यो म दिन्थिनँ भने सेरेको मम्मी स्वयं माथि घरमा थियो सेरे पनि थियो मम्मी पनि थियो तिनजनाले उहाँहरूले डन गरेपछि मैले पैसा दिएको हो आफूले ओके गरेर दिएको हो मैले अहिले बोल्नु सकिन्छ सकिँदैन मामा अहिले त एनी हाउ मैले पैसा दिनुपर्ने अरे उहाँहरूलाई पैसा दिनु नै हुँदैन अब म अहिले जिरो छु म अस्ति के अरे हस्पिटल पनि बसेर निक्लेको अब म त्यसरी भयो अनि चन्द्रिकाले चाहिँ अहिले नेपालमै रहेछ मलाई के भन्यो भने 2 वर्षपछि आइज अनि म तँलाई लिन आउँछु भनेर त्यसरी ढाँट्यो त्यस्तो गरेको रहेछ अब मामालाई पनि थाहा छ त मैले यति खर्च गरेको छु कि मैले तपाईँको अब दिदी नि हो होइन भान्जीहरूको लागि मैले यति खर्च गरेँ कि म सोझो मान्छे उसले मान्छे पागल हुन्थ्यो 1 करोड पैसा सक्यो मेरो खोइ त म अब जिरो अहिले म त खाली खुट्टा पो छु अहिले अब त्यो मेरो कुराले मान्नुहुन्छ भने तपाईँ के हुनुहोस् खै मामा यस्तो चिजलाई त मलाई पनि कस्तो सकस लाग्छ अब यो मुहनी लाउने कुरा होला सायद मामाले भनेको अनुसार हजुर यो मुहनी मन्त्र र जादु मन्त्र लाउनु भन्नुभएको होला सायद मेरो विचारमा हल्का फुल्का हो क्या धेरै होइन यसो बाबालाई पनि थाहा छ नि त सुनहरू त्यत्रो 20-21 तोला किनेर भोजपुरै त्यत्रो सुन पहिरेर रानी भएर गएको थिएँ त
वैशाखमा वैशाखमा भयो वैशाखमा त त्यत्रो सुनै 10-21 तला सुन लगाएर गएको होइन र सेरे चन्द्रिके मम्मीसँगै गएको त काठमाडौँबाट घाँटीमा 6 तोलाको मैले सिक्री किनेको बिलै छ त यहाँ सबै यहीँ छ 6 तोला घाँटीमा सिक्री हातमा ब्रासलेट 3 तोलाको कानमा 4 तोलाको 2टा औँठी 3 तोलाको अनि त्यहाँबाट हातमा चुरा 10 तोलाको अनि ल 21 तला पुगेन त अनि 21 तला सुन भने सानो हो त अब गर्नुहोस् 1,25,000 देखि ल 32,000 मैले 21 तला सुन किनिदिएँ घर जान्छु भनेर असार 16 गते घर जान्छु भनेर कसम खायो अनि मैले 21 तला सुन किनिदिएँ 40-41 पैसा त्यत्रो दिएँ अहिले त्यसो गर्यो यो कल्ला धर्म हो कल्ला पाप हो म जान्दिनँ म एउटा टुरा मान्छे पनि हो म एक अब दुःख गरे मान्छे हो त्यस कारणले गर्दाखेरि यस्तो भएको छ मामा म त अब के गर्नु म त नि ठन्डा राम्रो अहिले त साँच्चै भन्नु मसँग पैसै नभएको हो घरको भाडा सबै सिरेर लगेर एउटा चामल केही ल्याएकै छैन हिजो गइहालेँ लाज लाग्छ यो कुरा के गर्नु भनेर अब के भन्नु के साह्रो ढुङ्गा भन्दा मान्छे साह्रो हुन्छ घर आउनै दिएन उनीहरूले नि आउनु नदिए